सुंदर उपहार हो वीरबाबु कौन गीत त पर्छ आज हेर्नुहोस् तयारी कौन तयारी गर्नुभएको छ गाना गरिदिनु पर्छ त्यो एउटा त तयार गरिहाल्नुपर्छ के गाउनुपर्छ कौन गीत गाउनुहुन्छ प्रभु येशू ख्रीष्टको त्यो महिमाको लागि गीत गाउँ भन्ने हुन्छ होइन अब यो सँगै गाउनुहुन्छ कि अर्को गाउनु चाहिँ कौन गाउनुहुन्छ त्यो त आउँदैन मलाई हजुरले सिलेक्सन एउटा त गरिहाल्नु पर्यो यो गीत गाउँछ भनेर प्रिपरेसन तयारी नै गरे छैन कि म त केही एउटा भाइले कौन गीत गाउनु भएको थियो भन्दाखेरि भजन गाना भयो कि चढाउँछु प्रभु धन्यवाद आज गाउनु र त्यो भएर ठ्याक्कै त्यस्तै गीत गाउनु ठ्याक्कै मिलाएर गीत गाउने पनि त्यस्तो खाले गर्नुभएको रहेछ लिड रहेछ भनेर चाहिँ रोहित दाइले गाएको गीत कुनै छैन यार रोहित थापा पर्सस चाहिँ कस्तो होला जरुरी त्यस्तो ऊ छैन कि मसँग गिटारमा कुन गीत आउँछ हजुरलाई गिटारमा चाहिँ त्यो पर्सस चाहिँ नि आउँछ कि आउँछ हजुरलाई कुन सजिलो हुन्छ त्यो बाटो त बाटो है बाटो यो बाटो त बाटो है तिम्रो कहाँ छ हो के अरे अब यहाँ त भाइलाई ल्याउनु पर्छ अनि लड्डु र अनि उ त गरेछन् के अरे फलफुल ल्याउनु त थाहा पाएन त यताबाट बाटो ठिक रहेनछ फलफुल दिदी यस्तो हुन्छ कि टोकरीहरू हुन्छ नि त्यो उसमा त्यसमा हालेर त्यसरी लगेर जाने हो के अरे अब केही छैन त्यो टोकरीहरू कोही सारा गर्ने भने कोही नै खाने के हो घरमा कोही मान्छे बजारमा तपाईँको त्यो टोकरी खाले पाउनुहुन्छ फलफुल ट्याक्क सजाउने त्यसमा राख्ने त्यसरी राख्ने भन्ने हुन्छ पछाडि ल्याइदिने मान्छे केही छैन त्यहाँ जाने बित्तिकै सेटअप नै अर्कै भइहाल्छ चिन्ता नगर्नुहोस् कसरी लगे जस्तो हो कि त्यो टाइप त्यस्तो अब कसरी अब भाइलाई नै लगेर जाने भाइले राखेको भने त्यही हो आफू राख्ने त्यही भन्नु त यताबाट अस्ति यताबाट जानुभएको अस्ति कताबाट जानुभयो
देख तो पूरा मेरे कपड़ों में तेल लग रहा है इसके साथ। सलुनलाई निस्लाई कता हो बाबा यहाँबाट ऊ त्यो होइन माथि। तपाईँ बनाम एउटा छ रेडी नै छ आइपुग्यौँ भनेर यस्तो बोलाउनु। अब चाहिँ हामी मण्डलीको नजिक नजिक आइसकेका छौँ। यहाँ चाहिँ मण्डली छ अब नजिकै सोलीगोप्टे मण्डली चर्च नजिकै छ। अब नजिकै हामी आइसकेका छौँ। उतापट्टि फर्काउन मिल्यो भने यसो क्यामराम्यान पुरा हल्ला मचाउँदै आएको त पछाडि एउटा टेक लगाएको नि त्यसले गाडीमा टेक रहन्छ ब्रेक ल्याउने भन्नु यहाँ त गाह्रो भयो गेट बाटो छ क्या जस्तो गरेर मेरो बिन्ती कहिले म छोड्दिन हिमाल झर्ने हो र माइत आइसकेको छौँ हामी माइतको घरमा अनि भित्रै लगाइरहेका स्वागत गर्न छौँ आगे लेना नहीं था दाहिने बोला था थोड़ा पीछे रोकना। यसमै नि यत्रो रेकर्डै चलिरहेको रहेछ अहिलेसम्म। बिरु के भन्छ अङ्कल वीर अंकल लाई जाऊ